अन्त तिमीहरूले जब टेन्ट पिच गर्छ त्यो खोलहरूलाई फ्याँक्नु हुँदैन। किन भन्दा त्यो भित्र रोप हुन्छ, पेग्स हुन्छ। पेग्स भनेको त्यो यसरी जोडीले तानेर अड्काउने, बुझ्यो? अन्त त्यो मिस भयो भने फेरि तिमीहरू हावा चल्ने त्यो डाँडामा छ भने टेन्टलाई उडाएर लान्छ। त्यो टेन्टलाई चाहिँ सम्हालेर राख्ने काम चाहिँ के हो? रोप र पेग्सको, बुझ्यो? सो अब ऊ त्यसरी जोइन गर। यो चाहिँ कस्तो भन्नु यसको भइसकेको यता आऊ। त्यो दुलोभित्र अन्डाहरूको डन्टी जस्तो त्यो रोप एन्ड पेग्स त्यो हराउँछ। त्यही कारण चाहिँ टेन्टभित्र यहीँ हाल्थ्यो पिछमा त्यही राख्थ्यो। गर्नुपर्छ हो, त्यो हाल्दा पनि गरेर हाल्नुपर्ने। यो टेन्टको कतिवटा पेक्स थियो होइन? त्यो खोलतिर प्याकेट पिछिक नकिन्छ है टेन्टको, टेन्टमा पनि नकिन्छ। अब त्यहाँ टेन्ट ओछ्याएपछि हो त्यो पनि पेज हो, त्यो खोलभित्र हाल्यो। त्यो अलग त्यो होइन, तिमीले पक्रेकोमा हाल न। मिक्स नगर्दा अब त्यो भित्र हाल हो। अब टेन्ट यो टेन्ट चाहिँ हामीले पिच गर्छ। दिस इज 3 मेन टेन्ट। के टेन्ट अरे? कुन चाहिँको डन्टा हो त्यहीमा राख है, किनभने एउटाको हुने छ एउटाको अड्काउने छ। ल यो यताको अब आदेश यता जाऊ तिमी, एउटा कर्नर यता प्रबल यता यहाँनिर। अब यो फेदको त्यसलाई यस्तो आर्च बनाऊ। अब यो फेदको छ नि, यसको दुलोमा चाहिँ यो यसरी हालेर चाहिँ अड्काउनुपर्छ। पेन्टिङले हेल्प गर। यहाँ एउटाले त्यसको चाहिँ त्यो होइन, यसको चाहिँ डिफ्रेन्ट छ। सबै टेन्टको एउटै हुन्छ भन्ने होइन। यो जुन चाहिँ छ यसमा खप्पै हाल्नुपर्छ। यो पक्र यो तिमीले अब यतापट्टि हेल्प गर। त्यो अभिनयले पक्र। त्यो स्टिकहरू पनि तिमीहरूले सम्हालेर चलाउनुपर्छ है, किनभने स्टिक भाँच्यो भने फेरि त्यसको अल्टरनेट अप्सनै छैन। सबै नै किन्नुपर्छ है हो। जुन भयो खप्पी हाल्यो होइन, एउटाले पक्रिन्छ। लास्टमा खोल्दा पनि तिमीहरू खोलेर मजाले प्याक गरेर राख्नु। अब यो हुक जुन चाहिँ छ यो लगाउँदै जानुपर्छ। वाइटलाई उठाऊ, त्यसलाई भित्रै हाल, त्यो भित्रै उठ्छ। अन्त यो जुन चाहिँ बिचको छ यो चाहिँ मुनिमा लाउनु हुँदैन गाइस। यहाँ हेर है, यो जुन चाहिँ बिचको छ हो, यो बिचको चाहिँ मुनिकोमा लाउनु हुँदैन, माथिकोमा। किन बुझ्यो? यसको पनि वेट आएर यहीँ यसले पनि थाम्छ नि त, सपोर्ट दिन्छ हो। अब यसमा लगायो भने त यो दबिन्छ नि त, बुझ्यो? त्यहाँदेखि लगाएपछि यसरी फोर कर्नरलाई यसरी उचालेर मिलाउने। भयो यति हो, तर एउटा सामान हरायो भने चाहिँ बर्बाद। अब यो चाहिँ कभर हो होइन? यसलाई यो सिटी हालिरहेछ। तिमीहरूले बल्ब ल्यायो लाइट भन्ने यो बन्द गर, बन्द गर। केटाहरूको 7जनाको फोन छ नि। टेन्ट बनाएपछि चाहिँ होइन भयो, क्लोज गरिदियो कि फोटो खिच्दियो न ल।